लु अब चाहिँ लु माथिबाट ऊ हाम्रो युमाको डाक्टर साहब चाहिँ यहाँ झ्याङबाट बोल्दैछ। खै देखिन त अनुहार, खै यता हेरौँ युमाको डाक्टर। हेर्नुहोस् त गाइस के हो यो चाहिँ हुर्केको अलि? यो चाहिँ छिपिँदैछ। छिपिँदै रहेछ है। चाखा चाहिँ दामी निस्किन्छ। मौरीको चाखा चाहिँ दामी। अघिको चाहिँ अलिकति छिपेको थियो हो। यो चाहिँ एकदम एउटा चाहिँ दामी। यसो गर्ने फ्रेम पनि नभित्किने हो, सट्टै यसरी काट्ने चडक्कै। यति मात्रै है। त्यो भाडा देखाइदिनु न अब। भाडा देखाइदिनुहोस् त लु। आज तपाईँले कति काट्यो अब तपाईँले त्यो सबै बताइदिनुहोस्। कति बोतल निस्किन्छ हिसाब तपाईँकोबाट अन्दाज? 4-5 बोतल निस्किन्छ। है गाइस आज चाहिँ हाम्रो काकाकोमा मौरीको चाखा काट्नु हुँदै रहेछ है। यो चाहिँ कति वर्ष भएको हो के हो? महिना? 6 महिना? खै यता देखाइदिनुहोस् त। ए भाडामा अघिदेखि निकाल्नु भयो कि तपाईँले? खै हेरौँ। आम्मामा हेर्नुहोस् त गाइस डरलाग्दो छ मौरी चाहिँ है। हेभी छ। चाखा चाहिँ यसरी काट्ने हो। निकालेर देखाइदिनुहोस् त। ढुङ्ग्रे हो। हेर्नुहोस् है गाइस तपाईँकोमा मौरीहरू छ भने। यो चाहिँ कुइन हेरेको ल मैले। हुन्छ कुइन सेल भन्छ कि। ए हजुर रानी बनिन्छ यहाँबाट कि। यो डुडको उयो चाहिँ भनिदिनु न अलिकति। यो कस्तो खालको डुड? यो चाहिँ अर्ग्यानिक डुड हो। यो आफ्नो हातले बनेको ढुङ्ग्रे। यो भयो यति निकालौँ होला हौ। देखाइस् भित्र पनि। हेर्नुहोस् त गाइस के हो यो चाहिँ हुर्केको अलि? यो चाहिँ छिपिँदैछ। छिपिँदै रहेछ है। अब यसबाट बच्चा बनिन्छ। ए अब यो हुर्केपछि चाहिँ यसमा फेरि चाखा पर्छ नि यिनीहरूले। म चाहिँ यहाँ मौरीको चाखा निकालेको हेरेको छु है काकाको। यतापट्टि पनि खोलेको थियो? त्यतापट्टि खोलेर। ए अघि तपाईँहरूलाई म यहाँ भाँडामा निकालेको रहेछ है यहाँ। ए यस्तो आउँछ अरिङ्गल। खै अरिङ्गल खै ए त्यत्रो कालो थियो अरे यहाँ। त्यसले चाहिँ मौरी खान्छ नि? मौरी खान्छ। यहाँ चाहिँ अहिले सुबह कति बजी? लगभग 8:30 मौरीको चाखा काटिरहेको छ यहाँ काकाले हाम्रो। त्यो भित्र चाहिँ ननिकाल्ने? त्यो भित्रको छोडिदिनुपर्छ नि। त्यो भित्रको छोडिदिनुपर्छ कि। लु गाइस अब अर्को काट्छ होला, अर्कोमा पनि देखाउँछु के हो गाइस। अब चाहिँ हामी यहाँ माथिपट्टिकोमा जाँदैछौँ है। अब यहाँ पनि देखाउने होला छ तपाईँलाई होइन। यो तपाईँको यो भाडामा भएको कति बोतल जस्तो निस्किन्छ होला? 2 4 एउटा मजाले देखाइदिन्छ है। एउटा हातमा लिएर पनि देखाइदिनु पऱ्यो। चिल्दैन होला नि? हेर्नुहोस् त गाइस यसमा चाहिँ तपाईँको यो एउटा पाटाबाट कति निस्किन्छ? हेर्नुहोस् त गाइस कस्तो छ। कस्तो पेन्जा अन्त गाइस कतिवटा छ? 1 2 3 4 5 6वटा रहेछ। 6वटा निकालिसकेको छ। लु अब चाहिँ यहाँ नेक्स्ट चाहिँ यहाँनिर रहेछ। यो चाहिँ सरकारी डुड फ्रेम भएको। यहाँ चाहिँ हेर्नुहोस् गाइस खोलिँदैछ अब बक्स। 7वटा थियो नि। 7वटा? 7वटा थियो अहिले 5वटा खालि भयो। यहाँबाट मौरीको डुड पनि हेर्दै गर्नुहोस् यहाँ पारी नजारा सट्ट होइन।
यस्तो दामी पहाडहरू देखिरहेको छ। हो यो चाहिँ हेर्नुहोस् है गाइस, यहाँनिर यो जाली नै ड्याममै बनाइरहेको रहेछ यी। ल्याउ न यहीँबाट देख्नुहोस्, यहाँबाट देख्थ्यो नि त होइन। यो चाहिँ ड्याममै बनाइरहेको छ। फ्याँक्न सक्छौ? अब यसमा चाहिँ अब पुरा होला। उहाँ रहेछ दुईवटा हो अरिङ्गल ऊ। यसलाई चाहिँ नि यस्तो दिनुपर्छ कि। अब चाहिँ अनबक्सिङ भयो यो बक्स। पुरा टालेको रहेछ नि। ए अम्पो ओ हेर्नुहोस् त गाइस, आम्मा दामी। यो चाहिँ दामी खालको रहेछ। यो चाहिँ त्यस्तो छिपेको छैन रहेछ है, हल्का सेतो सेतो। हेर्नुहोस् त गाइस, यो फ्रेम भरिसकेको रहेछ डल्लै। त्यसलाई चाहिँ त्यसो गर्नु। ए टिप्स हेरिराख्नुहोस् कसरी चाखा काट्ने होइन, घरमै बसी बसी। अस्ति मलाई बजारको एकजना दाले सोध्नुहुन्थ्यो होइन चाखा काट्न आउँछ भनेर। हेरिराख्नुहोस् होला भिडियोहरू। यो चाहिँ कलिलो रहेछ, यो सेतो सेतो भएको चाहिँ कलिलो हो, एकदम दामी। अम्पो फुल रहेछ त त्यो उयसमा फ्रेममा, ड्याममै। देखाइदिनुहोस् त यता। यो चाहिँ कलिलो हो एकदम दामी चाखा चाहिँ। एकदम यहाँबाट चाहिँ चाखा चाहिँ दामी निस्किन्छ। मौरीको चाखा चाहिँ दामी। अघिको चाहिँ अलिकति छिपेको थियो हो, यो चाहिँ एकदम योबाट चाहिँ दामी। यसो गर्ने फ्रेम पनि नभित्किरे हो, सट्टै यसरी काट्ने चडक्कै। छोपिहाल्नुपर्छ फेरि हो, त्यसै मौर्याएर बस्छ है। ए सेट्टिसै छ, यति रहेछ नि है। भाडा सानो भयो त अन्त, भाडा सानो भयो त अन्त। हेर्नुहोस् त यही है चाखा चाहिँ अरिजिनल। यो अरू चाहिँ फिटेको बेच्दै ल्याउँछ नि फेरि, यो चाहिँ एकदम अब यहाँ काकाले निचारेर गर्छ कसरी बनाउँछ एकदम। खाँदैन गर, मौरी आउँदैन होला नि। आउँदैन। खाएर स्वाद टेस्ट पनि बताइदियो। लो गाइस, अब म यो हल्का स्वाद लिनेछु यसको टेस्ट। म त यस्तो मनपर्छ हौ, अलिक रातो रातो टाइपको। खाना हो त्यो जतिको दामी त कहाँ हुन्छ अरू। अब हेर्नुहोस् म खाइदिन्छु। बिगुल्यो छ है, दामी रहेछ। यसबाट 3 पाना खालि निकाल्छु। के हो तिनीहरूलाई पनि राखिदिनुपर्छ अब दामी पनि। त्यो उयो फ्रेम भए त यसो त्यो चाखा मात्रै निकाल्यो त्यसमा बाँधिदिँदा हुन्थ्यो नि है। तपाईँ चाहिँ कसरी बोतल बेच्नुहुन्छ भनिदिनुहोस् न अन्त अलिकति। यो चाहिँ यता 1500। 1500 हनीबीको बोतलमा है। यहाँ रानी बनिएको छ कि छैन हेर्नुपर्छ हो। यसरी त्यो मुनि पनि एक तला छ होइन तल? एक तला छ कि तर मुनि हेर्नु हुँदैन। ए यो रानी बनिएको छ कि छैन हेर्नुपर्छ फेरि। रानी चाहिँ कसरी हेर्ने हो होइन। अब हामीलाई त आइडिया छैन, काकालाई चाहिँ याद आइडिया छ, उहाँले चिन्छ। यो माथिबाट दर्शकले पनि हेर्नुहुँदैछ मौरीको चाखा काटेको हाम्रो ड्याडी।
छैन रहेछ यसमा रानी रानी छैन रानी बनिने छैन रहेछ यसमा हो अब यसलाई चाहिँ अब छोप दिनुपर्छ रानी यसरी फेदमा बनिन्छ रानी चाहिँ कि तर छैन रहेछ लु अब चाहिँ लास्ट बक्स चाहिँ यो अर्को पनि छ कि एउटा एउटा चाहिँ भोलि हेरेँ आजको लागि चाहिँ यो बक्स खोलेर हेरेर होइन यहाँबाट छ भने चाहिँ एक पाना चाहिँ निकाल्नुहुन्छ अरे उहाँले यहाँबाट चाहिँ के भएको अरे हिजो हुल छुट्टेको ए हुल छुट्टेर गएछ है यहाँ पक्रियो नि ए यसमा हाल्नुभयो ए यो चाहिँ क्विन गेट क्विन गेट यो चाहिँ क्विन गेट यसलाई चाहिँ क्विन गेट भन्छ ल कलिलो रहेछ यहाँ है दामी खालके रहेछ यहाँ होइन अस्ति नै एकपल्ट अब यस्तोमै बाटोमा हिँड्दै गर्दा नि झऱ्यो तँ उयो गरिस् नि त साह्रै डरा होइन कालोमा चिल्छ अरे नि त हौ ए कालोमा कालो चिल्छ कालो लुगा लाउने चिल्छ भन्छ त हौ झऱ्यो नि आठ बोतल जस्तो त निस्किनु रहेछ अब छड्के लगाएछ नि त यिनीहरूले छड्के कि कोही छड्के लगाएछ यो पन्जा फेरि ट्याक्कै टाइट नहुँदो रहेछ उयो गर्नुपर्छ नि प्लास्टिकको पन्जा झऱ्यो निकालौँ भनेको कि झऱ्यो पनि बिस्तारै खाए बिस्तारै खानु क्या तातो अड्किन्छ नि खाएँ अघि ट्याक्कै घाँटीमा पड्किन्छ भाइ यो निकाल्दिनँ यो त खोकीहरूमा पनि दबाई हुन्छ नि है डरलाग्दो नि यो त नहेरेको खानु कहाँ पाउँछ
हजुर शिवांशकाले चाहिँ नबोलेको नहेरेको भयो अब भयो। ल यहाँबाट चाहिँ कति 3 उयो झिक्नु भयो 3 पाना यहाँबाट 3 पाना निस्क्यो। सबै निकालिसकेपछि त्यो मिलाएर राखिदिनु पर्ने हुन्छ है सट्टै फ्रेम त्यसमा फेरि लाउँछ नि त मौरीले काम गर्छ त्यहाँ अब यसरी छोप्नु पर्ने हुन्छ सट्टै छोपेर होइन अघिकै जस्तो गोबरले लिप्नु पर्छ होइन काडेको काडेको लु ड्याडी ह्याप्पी दिवाली हिजो यहाँबाट छुट्यो नि त झगडा पनि राम्रो हो। छुट्यो छुट्यो कि अन्त लु अब चाहिँ आजको लागि चाहिँ यति मात्रै है त्यो भाडा देखाइदिनु न अब भाडा देखाइदिनुहोस् त लु आज तपाईँले कति काट्यो अब तपाईँले त्यो सबै बताइदिनुहोस् कति बोतल निस्किन्छ हिसाब तपाईँकोबाट अन्दाज 4-5 बोतल निस्किन्छ। 4-5 बोतल लु तपाईँहरूले पनि अर्डर गर्नु सक्नुहुन्छ यो चाहिँ एकदम प्योर लैजाउँ रोजेको लु यहाँ चाहिँ काकी चाहिँ चाखा बग्ने मालकिन चाहिँ काकी भन्दा मालिक नि सुनिहाल्नु भयो होला ऊ लु अब चाहिँ लु माथिबाट ऊ हाम्रो युमाको डाक्टर साहब चाहिँ यहाँ झ्याङबाट बोल्दैछ खै देखिन त अनुहार खै यता हेरौँ युमाको डाक्टर लु गाइज लु तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो है आजको लागि यतिमै इन गर्दैछु होइन लाइक सेयर सब्सक्राइब गर्नुपर्ने हुन्छ तपाईँहरूले है अनि अर्को भिडियोमा भेटौँ है गाइज